मा एप्लाई गरेको, एप्लाई भयो, एप्लाई भइसकेपछि त्यति बेला अफलाइन थियो, अफलाइन अगाडि बढ्दै थियो। त्यो अफलाइनमा काम गर्ने मान्छेहरूलाई कम्प्युटरको त्यति ज्ञान नहुँदाखेरि यति दुःख पाएँ, म आफै यति दुःख पाएँ। घरि यता घरि उता डिस्ट्रिक्ट एडमिनिस्ट्रेसनमा डिएमहरुको मिटिङमा त तुलसी अर्का पीएमईजीपीका क्या हुआ भनेर मलाई क्वेसन गर्थ्यो। मैले के एन्सर गर्ने, यति साह्रो लाजमर्दो घरि एउटा ब्याङ्क। मैले अघि पनि श्याम दाजुको प्रेज गरेँ। कोअपरेटिभ ब्याङ्कले मलाई त्यति बेला सहयोग गर्यो। यस, हामी चाहिँ दिनु सक्छौँ, गभर्नमेन्ट स्किम हेरेर होइन, तिम्रो सप्लाई हेरेर होइन, तिम्रो मिसेसको प्रडक्ट हेरेर पनि होइन, हामीलाई त ग्यारेन्टी चाहिन्छ, हाम्रोबाट गएको लोन फर्किनुपर्छ, तिम्रो सर्भिसको ग्यारेन्टी हेरेर तिम्रो वाइफको नाममा चाहिँ लोन दिनु सक्छु भनेर चाहिँ भन्नुभएर मलाई कोअपरेटिभ ब्याङ्कले त्यति बेला साथ दियो। साथ दिँदाखेरि त्यो स्किममा 35% सब्सिडी हुँदा मलाई ठुलो राहत भयो। सिन र अनसिनमा थुप्रो चिज हुँदो रहेछ। कलकत्ता पुग्यो, सब्सिडीको पैसा पस्दैन, ब्याङ्कमा यति बिग्न इन्ट्रेस्ट भइसक्यो। स्यालेरीको, मेरो स्यालेरीको टोटल पैसा ब्याङ्कमा तिर्दा घरमा भुटन किन्ने पैसा पनि नरहने स्थिति पुगिसकेको थियो। किन भन्दाखेरि 25 लाख लोनको इन्ट्रेस्ट भनेको निकै राम्रै इन्ट्रेस्ट हुन्छ। त्यति बेला 12% को इन्ट्रेस्ट हामीलाई थियो। अनि त्यो इन्ट्रेस्टले हामीलाई धेरै साह्रो पार्यो। धेरै ठुलो रकम एउटा खर्च गर्दाखेरि भित्री इन्टरनल चिज त अर्कै हुँदो रहेछ, देखिएन हामीले। त्यो इन्टरनल चिजले गर्दाखेरि धेरै खर्च पनि भयो। तर जे भयो, हामीले हाम्रोमा एउटा हिम्मत थियो, हिम्मतले मात्रै सक्सेस भयो। अलिकति हिम्मत नगर्ने हो भने चाहिँ त्यति बेला विफल हुन्थ्यो। तर अब त्यो स्थिति छैन। सेन्ट्रल खादी बोर्डको फिल्ड अफिसर आज यहाँ मैले बोलाएको छु। मैले त्यसै बोलाएको होइन, मेरो सम्पूर्ण फार्मर्सहरूलाई फाइदा होस् भनेर बोलाएको। यहाँ सरले क्यामेरा लिएर बसिरहनु भएको छ। तर चाहिँ अहिले यो प्रोग्राम पछाडि सरलाई चाहिँ तपाईँहरूले भेटिदिनुहोस्, जसले पनि पीएमईजीपीको खोर्सानीको अचार बनाउनुहुन्छ कि मौरी पालन गर्नुहुन्छ कि के गर्नुहुन्छ, सेन्ट्रल खादी बोर्डबाट चाहिँ पहिलोचोटि कालिम्पोङले चाहिँ फिल्ड अफिसर पाएछ। नभए कालिम्पोङमा सेन्ट्रल खादी बोर्डको कुनै अफिस थिएन। वेस्ट बेङ्गल खादी बोर्डको अफिस खालि सिलगढीमा मात्रै छ। मैले त्यो सिलगढीको अफिसमा गएर धेरै रोडाम मचाएँ। लास्टमा मलाई लोन पास चाहिँ सेन्ट्रल खादी बोर्डले गर्यो। सेन्ट्रल खादी बोर्डले चाहिँ यसरी पास गर्नु सकेको थियो। र पीएमईजीपी पास गर्ने चाहिँ मेन बोर्ड चाहिँ सेन्ट्रल खादी बोर्ड नै हो। र तपाईँहरूले यहाँ आज फिल्ड अफिसरलाई भेटेर यो समयको फाइदा लिनुहुन्छ भन्ने म गर्दै अब यो नारङ्गा फार्म स्टेमा भट्टराई बोटानिकल गार्डन नाम किन राख्यो भन्ने पनि तपाईँलाई